मैले गाउँबाट काठमाडौँ सहरमा आउँदाखेरि मैले यस्तो सिमेन्टीमा सुतेको छु ताकि मेरो एउटा म्याट पनि थिएन कि जति म अगाडि बढेको छु तर उहाँलाई पनि म त्यसरी दौडाउँदै हिँडेको छु हैन मैले उहाँलाई धोका दिएको छुइनँ है धोका भन्नु चाहिँ मिल्दैन उहाँलाई जब हुन्छ अनि त्यही बेला थाहा हुन्छ अहिले चाहिँ थाहा छैन त्यो समयले के के भन्न सक्यो समयको कुरा अब अहिले हामीले भन्न सकिँदैन हो किन अहिले भन्न सकिँदैन अहिले हामी कामतिरै व्यस्त छौँ हैन स्वागत छ दुवैजनालाई हजुरलाई पनि स्वागत छ नमस्कार हजुर अनि के कस्तो चलिरहेछ जीवन एकदम राम्रै छ सर धर्नाजीको एकदमै राम्रै छ अहिले चाहिँ अलिक म व्यस्त छु हैन मेरो चाहिँ काम कार्यदेखि लिएर मेरो सुटिङ सर्ट मुभी सिरियलहरू प्लस अनि मेरो चाहिँ प्रोग्रामहरूमा अलिअलि व्यस्त छु एकदमै व्यस्त हो क्या हो महोत्सवतिर पनि देखिरहेको छु हजुर एकदमै व्यस्त छु अहिले चाहिँ म आजको धेरै गन्थन नगरिकन विषयवस्तुतिर जान्छु होइन हस् हुन्छ यो तपाईँ दुईजनासँगै आज इन्टरभ्यूमा आउनुभएको छ हजुर तपाईँहरूको यो दुईजना सँगै आउनुको कारण के अब यस्तो दुईजना सँगै भन्दा पनि अब हाम्रो नयाँ वर्ष पनि आइसक्यो होइन अनि दुवैजनाले हामीले चाहिँ एउटा सबैजनालाई शुभकामना दिउँ भन्ने सम्बन्धित तरिकाले चाहिँ आएको शुभकामना हो कि अर्कै टेन्टेङ हो नै त्यस्तो होइन बिचरा त्यस्तो सोच्नु हुँदैन साइन्टिस्टको हाम्रो साइन्टिस्ट भनेर चिन्ने है हाम्रो धेरै जस्तो पेजबाट चिनिने चाहिँ साइन्टिस्टको विचार के छ मेरो ठिकै छ भन्नुपर्छ सर ठिकै छ अनि के विचारले कसरी आउनु भएको सँगै गीत आज हामी गाउँघर.com देखि लिएर गएर हाम्रो सञ्जित श्रेष्ठ फ्यान क्लब र स्काई लाइट नेपालमा चाहिँ हाम्रो भनौँ न यो सुटिङ क्रममा आयो भनौँ सुटिङ क्रममा आएको त्यो टेन्टेङ पेन्टेङ त होइन होइन अनि आज सायद पहिलोचोटि है हजुर धर्नासँग इन्टरभ्यू सँगै बसेर देख्नु कस्तो अनुभव भयो एकदम खुसी लागिरहेछ हो खुसी लागिरहेछ यसरी नै पर्दाको जोडी हुनु र साँच्चीकै जोडी हुनुमा के फरक लाग्छ त्यो त नसोचौँ होइन हामी एउटा काम कार्य अगाडि बढाएछौँ होइन हामी दुईजना चाहिँ हातमालो गरेर चाहिँ हामी चाहिँ अगाडि बढ्छौँ भन्ने चाहिँ जहाँसम्म लागिरहेको छ होइन त्यस्तो ट्याङट्याङ टुङ चाहिँ नगरौँ होला अहिले चाहिँ होइन हातेमालो हो कि एउटाको हात अर्कालाई दिएर अनि सुदुमा सिन्दुर हालेर सँगै जाने विचार नै त्यस्तो हुँदैन हाम्रो काम कार्य हाम्रो एउटै छ सो त्यो भएको कारणले चाहिँ हाम्रो त्यस्तो चाहिँ कहिले पनि हुन सक्दैन साइन्टिस्टको विचार के छ होइन मेरो पनि अब एउटा हामी एकदम आत्मिक मित्र हौँ है साथी जस्तै हौँ होइन अब हामीले त्यस्तो मैले पनि नराम्रो उहाँलाई सोचेको छैन उहाँले पनि मलाई नराम्रो सोचेको छैन र उहाँले चाहिँ हरेक पाइलाहरूमा चाहिँ कामको विषयमा सिलसिलामा चाहिँ कसरी अगाडि बढ्न सकिन्छ एकअर्कालाई उहाँले सपोर्ट गर्नुहुन्छ सहयोग गर्नुहुन्छ त्यो नै मेरो लागि ठुलो कुरा छ सर अब झर्ना त अब भाइरल मान्छे हजुर प्रकाश तामाङसँग पनि बिहे गर्छु भनेर हिँड्ने मान्छे अब के थाहा साइन्टिस्टसँग पो बिहे गर्न तम तयार भएर आएको हो कि त्यो समयले के भन्न सक्यो समयको कुरा अब अहिले हामीले भन्न सकिँदैन हो किन अहिले भन्न सकिँदैन अहिले हामी कामतिरै व्यस्त छौँ होइन अब भोलिको दिनमा कसैले पनि देखेको हुँदैन होइन भाग्य भनेको आफै घुम्दै घुम्दै आउने हो त्यो भएको कारण चाहिँ त्यो बेला थाहा हुने हो जब हुन्छ अनि त्यही बेला थाहा हुन्छ अहिले चाहिँ थाहा छैन प्रकाश तामाङलाई धोका दिए जस्तै अब साइन्टिस्टलाई पनि धोका हुन्छ होला यस्तो धोका भन्नाले यो कुन तरिकाले धोका त्यो मलाई थाहा भएन मतलब मैले उहाँलाई धोका दिएको छुइनँ है धोका भन्नु चाहिँ मिल्दैन उहाँलाई अनि के गर्नुभयो त तपाईँको त त्यो त सेलायो त यस्तो अब किन बजारमा एकदमै विभिन्न किसिमको कुराहरू किन फैलाउने त होइन उहाँ पनि आफ्नो दुःख गरेर खानुभएको छ म पनि आफ्नो दुःख गरेर खाएको छु अनि त्यही खुसी होइन र हामी दुवैजना कसैको कानमा पनि बोल्दैनौँ हामी आफ्नो तरिकाले भाइरल छौँ या भाइरल भनेको यो केही समयको लागि बगेको खोला बराबर हो हामीसँग कला छ होइन विभिन्न किसिमको हुन्छ नि हामीसँग धेरै एक्टिभ छ कि त्यो भएको कारणले चाहिँ भाइरल आफै हुने हो प्रकाश तामाङ भनेको आफ्नै फ्यामिलीसँग खुसी हुनुहुन्छ म आफ्नै फ्यामिलीसँग खुसी हुनुहुन्छ त्यो भएको कारण चाहिँ हामी सेलायौँ मैले यो प्रकाश तामाङकै कुरा जोडेँ यो प्रकाश तामाङसँग बिहे गर्छु भनेर तपाईँले मनदेखि नै सोच्नु भएको हो कि यो विषयलाई कसरी आएको हो यो यसो जानकारी पाउनु यस्तो मैले चाहिँ एउटा गरिब दुखी मान्छेलाई साथ सपोर्ट दिउँ भन्ने खोजेको मतलब कुरा के हो भने म पनि पहिला डुनामा खाएँ त्यसरी टपरीमा हुँदाहुँदै स्टिलको थालसम्म पुगेको छु होइन अरू थालमा पुगे काँसे थालमा पुग्नुलाई मलाई एकदमै धेरै टाइम लाग्छ सो म पनि धेरै दुःख सङ्घर्ष गरेर चाहिँ म पनि आफ्नो काम कार्य होइन पेट
पालन हुन्छ नि, कसरी पेट पालेर हिँडेको छु त्यो मलाई थाहा छ होइन। आफ्नो घर फ्यामिली छोडेर हिँड्दाखेरि अर्को ठाउँमा जाँदाखेरि कति गाह्रो हुन्छ सेटर हुनु होइन। उहाँलाई पनि त कति धेरै गाह्रो होइन। 35 वर्षसम्म उहाँ एकदमै बिन कन्ट्याक्ट हुनुभयो। अर्काको आफ्नो बाबुआमा जस्तोसँग मान्छेसँग बसेर खानु र अरूको घरमा बसेर खानु धेरै फरक पर्छ। मलाई पनि त त्यस्तै भयो नि त। मैले गाउँबाट काठमाडौँ सहरमा आउँदाखेरि मैले यस्तो सिमेन्टीमा सुतेको छु ताकि मेरो एउटा म्याट पनि थिएन कि। मैले त्यस्तो दुःख सङ्घर्ष गरेर आएपछि चाहिँ मैले चाहिँ के सोचेँ कि उहाँ पनि म जस्तै दुःख पाउनु भएको हो, म पनि उहाँलाई दुःख पर्दाखेरि सपोर्ट दिन्छु भनेको। तर यो झुटा आरोप लगाइयो हो मलाई। झुटो आरोप हो। ल ठिक छ। अब हाम्रो साइन्टिस्ट बिचारा पनि त त्यस्तै मान्छे हो, एकदमै दुखी हो, गरिब मान्छे हो। उहाँले भनिराख्नुहुन्छ मलाई पर्दा पछाडि, अनि उहाँलाई पनि सहयोग गर्ने अनि उहाँसँग पनि बिहे गर्ने हो त। यस्तो सहयोग गर्दैमै के म उहाँसँग बिहे गर्नै पर्छ र उहाँ मसँग बिहे गर्नै पर्छ भन्ने छ त? यसो न, कुरो मैले काटेँ। यो भनेको तपाईँले यसरी टुङ्गाइदिनु, भोलि समय भनेको कसैलाई के थाहा हुन्छ होइन। त्यो त एकदमै समय भन्यो तर जहाँसम्म चाहिँ लाग्छ हुँदैन, तर पनि समयले के बताउँछ त्यही बेला थाहा हुन्छ। समय अनुसार अब चल्दै जाँदा अब के हुन्छ के थाहा। दौडिँदैखेरि कहाँ टुङ्गिन्छ होइन। पल्सा सामान्य एडिटरबाट आज चाहिँ त्यत्रो स्टार बने होइन। नेपालको राष्ट्रिय गहना। अब अहिले हाम्रो झनाजी पनि सामान्य म्युजिक भिडियोदेखि सानो पुट्टु सानोबाट चाहिँ आउँदा आज यत्रो भाइरल हुनुभयो होइन। त्यो भोलि समयको खेल हो, हुन सक्ला। त्यो माथिको कुरा अब हामीले अहिले भन्न सक्दैन हो, किन भन्नु त। यसको मतलब हामीले के बुझ्नु पर्यो भनेपछि साइन्टिस्टले चाहिँ एकदमै बिहे गर्न खोजेको छ, झन्डाले बिहे गर्न खोजेको छैन। यस्तो उहाँलाई मैले जति साथ सपोर्ट होइन, उहाँलाई म्युजिक भिडियोदेखि लिएर हुन्छ नि उहाँको पारिवारिक कति दुःख छ त्यसमा म सपोर्ट दिन चाहन्छु। तर म उहाँसँग बिहे गर्छु भन्ने चाहिँ म त्यस्तो चाहिँ सोच्दिनँ। अनि हामीले एकअर्काले हामी बिहे गर्नु भनेर सोचेको छैनौँ। भोलि गएर समय परिस्थितिले के गर्नुहुन्छ त्यो अनुसार चाहिँ हामी हुन सक्छ भने हाम्रो सोचाइ मात्र हो। हामी दुईजना हातमालो गरेर चाहिँ हामी अगाडि बढिरहेछौँ होइन। जति म अगाडि बढेको छु तर उहाँलाई पनि म त्यसरी दौडाउँदै हिँडेको छु होइन। त्यस्तो अन्यथा नराम्रो नसोचिदिनु होला, किनकि मान्छेले चाहिँ धेरै नराम्रो विभिन्न किसिमको राम्रो मान्छेलाई होइन गलत देखाएको छ, गलत मान्छेलाई सही देखाएको छ। हाम्रो यो समाज यो दुनियाँ स्वार्थी होइन, यो समाज स्वार्थी हो, मान्छे स्वार्थी हो। मान्छेले त बनाएको हो समाजले बनाएको मान्छे। धन्यवाद छ तपाईँहरूलाई। तपाईँहरूको जीवन सुखमय रहोस्, तपाईँहरूको विवाह चाँडै हेर्न पाइयोस्, हाम्रो शुभकामना छ तपाईँहरू। सर्वप्रथम त मैले भने होइन, हामी जहाँ जस्तो सुकै अवस्थामा भए पनि होइन, दुःखमा भए पनि सुखमा भए पनि हामी हिजोको दिनमा कति दुःख गऱ्यौँ होला, कति सङ्घर्ष गऱ्यौँ होला, कति रुयौँ होला, कति करायौँ होला भन्ने बेलामा हामीले भोक लागेको बेला प्याक हुँदाखेरि हामीले कति खानु पनि सकेनौँ होला हामीले 2081 सालमा होइन। तर हाम्रो यो 2082 सालमा चाहिँ सबैजना खुसी हौँ होइन। आफ्नो घर परिवारदेखि लिएर संसारलाई हामी पनि चिनिने भएर हामी चाहिँ सबैजना खुसी भएर बसौँ होइन। हामी बिदा हुन चाहन्छौँ। नमस्कार। नमस्ते, थ्याङ्क यू सो मच।